नमस्कार साथीहरू, आज चाहिँ म DHS2बाट इनपेसेन्ट मोर्बिडिटी केसहरू कसरी निकाल्ने भनेर म यहाँ देखाउन गइरहेको छु। यो हामी चाहिँ सुरुमा हामी चाहिँ लगइन गरिसकेपछि हाम्रो चाहिँ यसमा 9.मा गइसकेपछि यहाँ डाटा भिजुअलाइजर खोज्नु पर्यो। हामीले डाटा भिजुअलाइजर खोजिसकेपछि चाहिँ हाम्रो चाहिँ यो इन्टरफेस आउँछ। यहाँ यदि अरू थुकै छ भने यहाँ पिभट टेबल राख्नु पर्यो, पिभट टेबल सिलेक्ट गर्नु पर्यो सुरुमा। त्यसपछि हामी डाटा के राख्ने भनेर हामी डाटामा सिलेक्ट गर्छौँ। यसमा चाहिँ अब डाटा इलिमेन्ट राख्नु पर्यो अनि ग्रुपभित्र चाहिँ हाम्रो फेरि इनपेसेन्ट मोर्बिडिटी एन्ड मोर्टालिटी केसेस राख्नु पर्यो। त्यसमा चाहिँ हामीले चाहिने भनेको इनपेसेन्ट मोर्बिडिटी केस यहाँबाट हामीले सिलेक्ट गरिसकेपछि यसलाई हामी हाइड गर्छौँ र हामी पिरियडको कुरा गर्छौँ। पिरियड चाहिँ हामी त्यसको होइन, हामी लास्ट फाइनेन्सियल इयरको गर्ने भएकोले गर्दा हामी लास्ट फाइनेन्सियल गरौँ र यसलाई पनि हाइड गरौँ। यो गरिसकेपछि हामीले चाहिँ ICD 11मा हामीले इनपेसेन्ट मोर्बिडिटी अपलोड हुने भएकोले अथवा हामीले इन्ट्री गर्ने भएकोले ICD 11 यहाँ क्लिक गरौँ। क्लिक गरेपछि हाम्रो चाहिँ ICD सबै यसमा देखाउँछ, तर हामीले म्यानुअली सेभ गर्नै सक्छौँ। तर हामी चाहिँ के गर्छौँ, अटोमेटिक इन्क्लुड अल आइटम गरिसकेपछि यसलाई चाहिँ हामी एड टु कोलम गर्छौँ। एड टु कोलम गरेपछि यसले केही समय लिन्छ। र अहिले चाहिँ यसले के गर्यो भन्दा पिरियड चाहिँ रोमा आयो र मोर्बिडिटी चाहिँ कोलममा आइसकेपछि हामीले चाहिँ यसलाई चेन्ज गर्छौँ र यसलाई हामी अपडेट गर्छौँ। गरेपछि यसमा आयो। तर यसमा चाहिँ के भयो, यसमा इम्टी रोजहरू पनि आइरहेको छ यसमा है। इम्टी रोजलाई कसरी हटाउने त? इम्टी रोज हटाउन हामी अप्सनमा जान्छौँ, डेटामा गएर हामी यहाँ तल चाहिँ हाम्रो हाइट द इम्टी रोज भन्ने छ। हामी यसमा अपडेट गरिसकेपछि अब यसमा इम्टी रोजहरू चाहिँ के भयो, हाम्रो गायब भयो र हामीले यसलाई टप 10 निकाल्नु परेको छ भने हामीले यसलाई सर्टिङ गर्न सक्छौँ। यहाँ क्लिक गरेर यति क्लिक गरिसकेपछि हाम्रो यो के आयो, इनपेसेन्ट मोर्बिडिटी आयो। यसलाई हामी डाउनलोड गर्न सक्छौँ, एक्सेलमा डाउनलोड गर्न सक्छौँ है, एक्सेलमा डाउनलोड गर्न सक्छौँ। त्यसपछि यसलाई यसको नाम चाहिँ ल मानौँ, यसको नाम फाइलको नाम चाहिँ हामी राखौँ इनपेसेन्ट अन्डरस्कोर मोर्बिडिटी राखेपछि यसलाई मैले चाहिँ कपी गरेँ नामलाई। यसलाई चाहिँ कहाँ लान्छु यसो म भनेर देखाउँछु तपाईँहरूलाई। इनपेसेन्ट मोर्बिडिटी आयो। यसलाई चाहिँ म टप 10का लागि फेरि सर्टिङ गर्छु यसमा। र यो अघि हामीले बनाएको फाइल चाहिँ हामी ड्यासबोर्डमा राख्ने, कसरी राख्ने त भनेर ड्यासबोर्ड राख्ने पनि सिकाउँछु। ड्यासबोर्ड राख्नको लागि मैले चाहिँ के गरेँ, अर्कोमा गएर यहाँ चाहिँ ड्यासबोर्डमा गएँ। हाम्रो यहाँ ड्यासबोर्डमा यो छ, तर हामीले यहाँ विभिन्न ड्यासबोर्डहरू छन् हाम्रो है। कुन ड्यासबोर्ड राख्दा उपयुक्त हुन्छ त हाम्रो इनपेसेन्ट मोर्बिडिटी भनेर छैन भने हामी एउटा नयाँ ड्यासबोर्ड बनाउँछौँ। के गर्छौँ, इनपेसेन्ट सेभ गर्छौँ। सेभ गरिसकेपछि यसमा गएर हामी चाहिँ त्यो अघि हामीले बनाएको यसमा सर्चमा गएर हामी के गरौँ, कन्ट्रोल भी गर्छौँ भने इनपेसेन्ट मोर्बिडिटी भनेर यो अघि हामीले बनाएको के हुन्छ यसमा आइसक्यो है। यसलाई ठुलो बनाउन सक्छौँ, ठुलो पनि बनाउन सक्छौँ। र हामीले चाहिँ सधैँ नै अब यो इनपेसेन्ट मोर्बिडिटी कहाँ आउँछ, हामीले यो इनपेसेन्ट मोर्बिडिटी भन्ने ड्यासबोर्डभित्र हामीले यहाँ सजिलै गर्न सक्छौँ।
अर्कोपल्ट निकाल्नु पर्यो भने हामी यसो फेरि यस क्लिक गरेर हामी यसमा आवश्यक चेन्जेस गरेर फेरि पनि गर्न सक्छौँ। यो चाहिँ तपाईँहरूले पनि इन्भेस्टमेन्ट मोबिलिटी भन्ने चाहिँ तपाईँहरूले यहाँ ड्यासमा सर्च गर्नु भने भेटिन्छ। हस् त, धन्यवाद।